धनगढीमा चाहिँ चिसो भइसकेको छ। हेर्नुहोस् यताको कस्तो भइरहेछ आज चिसो। दाइ आज वेदर कस्तो छ? हेलो गाइज, नमस्ते। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। आज म फेरि नयाँ ब्लग बनाउँदैछु। आज चाहिँ एउटा सानो विज्ञापनको सुटिङको लागि हामी जाँदैछौँ। यो चाहिँ हाम्रो फेरफेरे टिम। यता हाम्रो चाहिँ फेरफेरे टिमको सबै मेम्बरहरू पुगिसक्नु भएको छ। अब हामी चाहिँ निस्किन्छौँ कल्याण फर्निचरको लागि। हामी चाहिँ यता कलर फर्निचरमा पुगिसकेका छौँ। अब एकछिनमा हाम्रो सुटिङ स्टार्ट हुन्छ। हाम्रो क्यामेरा चाहिँ रेडी भइरहेछ। हामी त देखिनलाई चाहिँ एकदम गाइस, अहिले म चाहिँ मेरो मोबाइल फुटेर म दाइको मोबाइलबाट भिडियो बनाउँदैछु। अनि दाइ क्यामेरा रेडी गर्दै हुनुहुन्छ। रेडी भयो दाइ? बिस्तारै रेडी हुन्छ। टाइम लाग्छ क्यामेरा। मलाई पनि यसो सिकाइदिनु न दाइ। सिकाउनुको लागि त क्लास लिनु पऱ्यो। बढी नभए पनि आधी 1 घन्टा चाहिँ क्लास लिनुपर्छ। दाइले चाहिँ मलाई डान्सको क्लास दिनुहुन्छ कि नै दाइ? दिन्छु नि। हाम्रो डान्सर है होइन, कोरियोग्राफर पनि गर्नुहुन्छ। दाइले चाहिँ मलाई डान्स सिकाउनुहुन्छ। कहिले सिकाउनु? मैले पनि क्यामेरा सिकाइदिन्छु नि त फेरि। दाइले क्यामेरा सिकाउनुहुन्छ, उहाँले चाहिँ डान्स सिकाउनुहुन्छ। डान्स सिकाउँछु। तिमी चाहिँ अनि डाइरेक्टर दाइले चाहिँ मलाई एक्टिङ सिकाउनुहुन्छ। डाइरेक्टर दाइ चाहिँ अहिले भित्र छ। भयो दाइ रेडी? मैले अहिले नै डान्स सिकाउन रेडी छु। तपाईले कमरमा हात राख। तर अहिले चाहिँ डान्स यति डान्स पुग्छ र दाइ, अहिले सिकाउनु पर्छ। मेरो फोटो खिच्दैन भन्नु। हुन्छ हुन्छ। फाइनली यहाँ चाहिँ हाम्रो क्यामेरा चाहिँ रेडी भइसकेको छ। हामी तयार छौँ। हाम्रो काली सानी बहिनी जेन्जीमा घाइते भएको छ। तिम्रो गोली लागेको देखाउ त खुट्टा। खै ए माथि होइन, देखिन्न हेर्ने र। अब चाहिँ हामी टक्क के गर्ने होइन, भिडियो खिच्ने भिडियो चाहिँ खिच्नतिर। आज हामी कल्याण फर्निचरमा आएका छौँ। कल्याण सबको सबको कल्याण कल्याण गरोस्। हुन्छ। हाम्रो कल्याण फर्निचरले चाहिँ सबैको कल्याण गरोस् होइन। बिहे अनि त्यसपछि के भन्छ, अब घरमा चाहिने घरेलु सामानहरू भाउजूलाई भन्नु ल, ल्याउने भयो कल्याणबाट ल्याउनु फर्निचर, नत्र म तसँग बिहे गर्ने। बिहे गर्दैन भन्ने। यहाँ पनि छानी हाम्रो टिमले सबले साथ सपोर्ट गर्यो भने हामी फेरि कल्याणमा आउँछौँ। फेरि हाम्रो बिहेमा पनि लगेर जान्छौँ। यो चाहिँ नभुल्नु ल। यहाँ हाम्रो दिदी चाहिँ एक्लै यहाँ टोलाइराख्नु भएको छ। दिदीलाई आज सन्तोष छैन। हेलो दिदी, के भइरहेछ आज? हजुर सन्तोष छैन के भयो? बिरामी भयो जस्तो भयो नि। काममा चाहिँ रेडी हुनुहुन्छ जहिले नि। काम गर्नै पर्छ। खान मिल्दैन, हिँड्न मिल्दैन। जस्तो बिरामीको अवस्था पनि आउनै पर्छ है। फाइनली हाम्रो दिदी रेडी भइहाल्नु भयो। दिदी हो कि मेरो मम्मी हो? मेरो आमा रेडी भइहाल्नु भयो। दाइ अब बसेका छन्। मेरो बाबुले कहाँ मात्रै छोडिदिएको कपडा लाउनु तयार हुन्छ। भिडियो बनाउनु मन लाग्यो। क्यामेरा पनि एकदमै रेडी भइसक्यो। दाइ रेडी भइसक्यो? फाइनल्ली रेडी भयो। क्यामेरा पनि रेडी भयो। म चाहिँ रेडी हुँदैन, मेरो त यस्तै लुक भए पनि भइहाल्छ। सो गाइज, म यता स्क्रिप्ट पढ्दैछु अनि हाम्रो दाइले चाहिँ मेकअप गर्दै हुनुहुन्छ। अनि यता हाम्रो दिदी भिडियो बनाउँदै हुनुहुन्छ। अनि क्यामराम्यान दाइले चाहिँ मलाई हेर्दै हुनुहुन्छ। अब एकछिनमा चाहिँ हाम्रो भिडियो सुटिङ हुन्छ। यहाँ म पनि छु। सबैजना आफ्नो काममा लागिरहेछन् गाइज। म पनि आफ्नो काममा लागिरहेको छु गाइज। भएन फेरि अझ है। हेर छोरी, माइती घर जस्तो पहिले गर्नु हुँदैन। एकातिर श्रीमान सासू ससुरालाई खुसी राख्नु, अर्कोतिर माइती घरको इज्जत धान्नु। हजुरलाई यति नै चिन्ता छ भने किन बिहे गराउँदै हुनुहुन्छ? मेरो बिहे नगराइदिनु, म त माइती घरमै खुसी छु।